व्हाट्सअप गाइज धेरै बजी आज चाहिँ भ्लग स्टार्ट गर्दैछु म हैन अनि लगभग 10 महिना 1 वर्ष जति नै भइसक्यो होला मैले भिडियो नहालेको हिजो भर्खरै लाङटाङको म लाङटाङ गएको थिएँ नि 10 दिन लाङटाङको भ्लग चाहिँ मैले हाल्दिन लाएको थिएँ अनि मैले चाहिँ आज बाइकबाटै भिडियो सुरु गरेँ है म चाहिँ साथीहरुसँग ताप ड्याम जान लागेको छु अनि एउटा साथीलाई पिकअप गर्नु छ उता बल्कु खसी बजारतिरबाट भनौँ न निस्किएको अब चाहिँ म यहाँबाट हैन म चाहिँ अब बिस्तारै भिडियो बनाऊ कि भनेर सोचिरहेको थिएँ अनि कस्तो आछ है मेरो साउन्ड ठिक छ होला साउन्ड भिडियो यस्तो हाइबिममा चलाइदिन्छ नि अनि यस्तोलाई यस्तो गर्नुपर्छ क्या ल केटा म चाहिँ निस्केको हैन अनि मलाई यस्तो चिसो होला भने यत्रो हुक्को ज्याकेट लगाएर आएको त ठिकै रहेछ दिउँसो त गर्मी हुन्छ हाइकिङ गर्ने कि के गर्ने पनि थाहा छैन क्या केटाहरूले त्यहाँ गएर भन्छ एकजना चाहिँ हिँड्न सक्दैन भनेको थियो धेरै अनि हामी चाहिँ 6-7 जना 8 जना खै कतिजना हो जान लाग्यो अनि अब एउटा साथीलाई पिकअप गरेर त्यसपछि चाहिँ चाबेल चोकमा भेट्ने भनिरहेको थियो अरू चाहिँ अनि त्यहाँसम्म जाउँ अब हेरौँ मेरो चाहिँ यो ऊ बोलिरहेको छ क्या यो इन्जिन लाइट बोलिरहेको छ है यो पेट्रोल अहिले पेट्रोल 8-9 लिटर होला अनि यो पेट्रोलको ऊ साइन चाहिँ बिग्रिरहेको छ क्या मेरोमा त्यही भएर एहेमा चिसै रहेछ यार खुट्टामा त वाइल्ड चिसो हाने त कुदाइदिँदा त ठिक छ जे होस् जाँदैछु यो मङ्की मास्क लगाएर यार मेरो यो सिसा ऊ भयो नि त बाफ्यो हल्का बाफिरहेछ ल जाउँ मेरो बाइक चाहिँ बल्ल यति कुदेको छ है 6200 देखिरहेको छ कि छैन हल्का देखाएको छैन भने यस्तो गरिदिन्छु अनि म यस्तो कतै जाँदाखेरि मात्र निहाल्छु क्या बाइक नत्र म स्कुटर चलाएर हुन्छु अनि कहिले चाहिँ गाडी नै चलाएर हुन्छु त्यही भएर मेरो बाइक यस्तो कन्डिसनमा छ नि यत्रो भइसक्यो होइन न केही प्रब्लम छ न केही प्रब्लम सर्भिसिङ नि म चाँडो गरिदिन्छु क्या अलिकति अब 1500-2000 कुद्ने बित्तिकै गरिदिइहाल्छु अनि त्यही भएर लास्ट कन्डिसनमा साउन्ड नै मिठो आइरहेछ अनि टक्का जस्तो खतरा भइरहेछ यार यहाँ ट्रेकिङ बुट लगाइरहेको छु क्या मैले अनि हाइकिङ गरिन्छ कि भनेर चलाउन नि मजा आइरहेको यो बुट लगाएर नाइटले त वाइल्ड पिल्छ यार लाइट चाहिँ कस्तो आइरहेछ है गोप्रोको अब लाइट ठिक छ भन्दा ठिक छ लाइटिङहरू यो के भन्छ अरे बाहिरको न त गोप्रोले त अँध्यारो आउँछ क्या जाम अब सिधै म चाहिँ बिस्तारै जाम कि भनेर सोचेको बिस्तारै नै हो 40-50 कति बजे भेट्ने भन्दै थियो अब टाइम त ठिक्क हुन्छ होला सायद ल अब चाहिँ त्यही गरेर भेट्छु है त खसी बजार पुगेर भेट्छु ल है केटा हो मैले चाहिँ मेरो साथी नै भेटिसकेँ होइन विनोद के छ हाल खबर हो यार 2 वर्ष भयो होला है हामी त वहाँ उता जाँदा मात्रै भेटेको थियो होइन लद्दाख रामेश्वर जाँदाखेरि मात्रै भेटेको थियो त्यसपछि बल्ल है ल हामी चाहिँ अब केटाहरू भेटिसक्यो होइन जाँदैछु यहाँ छ एकजना चाहिँ ल हामी चाहिँ बौद्ध कट्यो यहाँ भिडियो गर्दैछु क्या भ्लग गर्दै हो क्या केही हुँदैन हालिदिने यत्तिकै र हालिदिने र अब यहाँबाट मलाई थाहा थियो कि अन्छ भनेर नाटक गर्दै कहाँबाट हो
देब्रे हिँडेर जानुपर्ने ठुक्क मलाई कहाँबाट आइपुग्यो यार हामी गर्ने कहाँबाट हो जान्ने थाहा छैन होइन होइन प्रदीप झुक्क्यायो प्रदीप झुक्किसक्यो मान्छे लास्ट अब त बाटो त्यही हो बाटो झुकेर झन्डै तल पुगेको हामी होइन सुन्दर जल आइपुगिसकेको छ थाहै नभएको है म त आएकै थिएन क्या अहिलेसम्म पनि बाटो चाहिँ अलिक खत्तमै रहेछ यार पर्दैन होला उकालो हेर न लगाउनुको ठाडो उकालो यार त्यो बसर हुँदै जा हामी बाइक चाहिँ कहाँ राख्ने हो र हो र धाप ड्याम हिँड्दै जाने हो कति घन्टा हिँड्ने हो खै बाइकमा जाने हो होइन बाइकमा जाने हो अरे नि त केमा जाने है थाहा छैन यार ल यही हो सुन्दर जल चाहिँ यहाँ बाटो बिर्से गरे केटाहरूले बाटो बिर्सेरै हो नि होइन कहाँ यो पुलबाट हो यही पुलबाट हो जस्तो लाग्यो है बाइक चढाउनु पऱ्यो बिस्तारै झर्नुपर्छ यार मिलाएर हाल्नुपर्छ यार मा हेब्बी छ बाइकको लडला मा चिप्लो छ केटा हो बिस्तार जानुपर्छ टायर चिप्लेला भनेर फेरि चिप्ले भन्दा फेरि उत्तानो फर्किन्छ नि त त्यही भएर अब यहाँ चाहिँ कहाँ राख्ने हो र बाइक अनि केटाहरू खै त ह्यान्डल लगाएर हो यस्तो रहेछ ल ओइ यस्तै हो र युगेश पानी पानी यस्तो यति नै हो पानी थोरै छ त अनि यता अनि अहिले अनि कहाँ पानी हुन्छ त हौ ए अँ त है मैले डुब्ने भनेको अघि देखाइदिनु गएको थियो केटाहरूलाई त्यो मान्छे डुबेर मरेको क्या कहाँ माथि छ त्यहाँ एउटा ड्याम जस्तो छ होइन तल पनि पौडी खेल्न न मान्छे हामफाले होला त्यहाँसम्म पुग्यो क्या पहिला 4 वर्ष अगाडि तिमीलाई आउँछ आउँदैन तिमीलाई पौडी खेल्न योगेशलाई कसैलाई आउँदैन तिमीलाई नै आउँदैन है कहाँ हो नि मलाई आउँछ मैले सिकेको नि पैसा तिरेर पैसा तिरेर सिकेको मलाई 5 मिनट सिक्दो रहेछ यार डराएर रहेछ क्या हामी डराएर म त कति 10 मिनेटमा बाल्छु म त 11-12मा चाहिँ हाम फालेको छु अलिक धेरैमा चाहिँ हाम फालेको छैन त्यो डुब्नलाई चाहिँ यस्तो उताल्नु पर्दिनु पर्ने रहेछ क्या अनि यत्तिकै फ्लोट हुँदो रहेछ राति भने चाहिँ डुब्ने हो क्या खासमा हजुर ए फोटो खिच्ने यो चाहिँ देखाइदिन्छु त है 100 रुपियाँ ल नेपालीहरू 100 रहेछ होइन परिस्थिति चाहिँ यहाँ चाहिँ फोटो भिडियो लिनु मिल्दैन अरे त्यही भएर मैले लिएन धापडा जाने आज टिकट काट्ने है फेरि
हो र ल भिडियो होइन यार ल तिमीलाई कस्तो फिल भइरहेछ भन न भर्खरै हो अहिले त केही पनि भएको छैन अब हेरौँ तिमीलाई मलाई नि नर्मली हो र अनि विरोधलाई म त दामी यार अहिलेसम्म 1 घन्टासम्म स्टामिना हो क्या युकेशलाई नि बाटो चाहिँ ठिक ठिकै छ अहिलेसम्म होइन ल साथी तिमीलाई कस्तो भइरहेछ भन त हो र टायर्ड भयो अरे हौ बिस्तारै जम्ला सक्यो जब नभए फर्किउँला होइन काली पार्नुपर्छ आज काली केले हातले बेला बेला ब्याग हिल अब आइसक्यो भन्छ नि जानै पर्छ ठिक छ जाने हो हिँड्दैछौँ धेरै पछि फेरि केटाहरूलाई भेट भयो होइन उसलाई चाहिँ भेटेको थिइनँ मैले ल म चाहिँ रुपेश यार ल ठिक छ रितेश रुपेश मिलेछ होइन रुपेशको यार क्षेत्र नम्बर कति हो साथी हेऱ्यो भने देख्छ तपाईँहरूले रेकर्ड गरेर राख्नु यताबाट घट्टामा पुगेर घट्टाबाट उकालो लाग्यो भने छिटो पुग्छ यतैबाट हजुर यतैबाट चाहिँ फेरि रोडै रोड घुम्यो भने चाहिँ 3 1.5 घन्टा घन्टा लाग्छ 1.5 घन्टा मात्रै अँ बुवाहरूलाई हो 1.5 घन्टा हामीलाई 3 घन्टा हो नि यतैबाट घट्टा चाहिँ पुग्छ कि पुग्दैन होला पुग्छ यो ल ल जाउँ कुन चाहिँ दामी छ भन्नु त अब यता चाहिँ धेरै घुम्नुपर्छ क्या झन् फेरि होइन कि हेर्दा उता चाहिँ राम्रो नि बाटो त भ्यूहरू यताबाट घट्टा पुगिन्छ भने पुगिजाउँ न त घट्यो घट्यो केटा धन्यवाद हजुरलाई घट्टा भनेको त ल ल ल धन्यवाद बुवा ल ल ल के यार कस्तो कन्फ्युजिङ बाटो यार के हो यार सर्टकट खोजेको त अनि यार ल यहाँ नि देख्यो त लालीगुराँस यार देखेको भर्खरै 22 मिनट गरिलाई साथीले पोल्युसनहरू है काठमाडौँ त पर्छ होला नि होइन काठमाडौँ पर्छ होला नि होइन ए हेभेन डाँडा हौ हेभेन डाँडा जाँदा नि यस्तै थियो है भिजिबिलिटी पुरै थियो त कि पुरा पोल्युसन छ तर पानी परेको भोलिपल्टतिर जानुपर्छ क्या यत्रो हिँडाएपछि बल्ल आइपुग्यो है हामी चाहिँ कति भयो टाइम 45 मिनट भएछ 40 मिनटमा हाम्रो ठाउँ के ठाउँ यार थाक्यो है अझ थाक्यो है मेरो त केही छैन कि म ज्याकेट हाल्नु ल्याएको क्या अहिले पछि साथी झन् धेरै थाक्यो क्या तिमी त मेरो लास्ट ब्याग भारी भयो एकचोटि ब्याग यस्तो गरेर हैन यार कति भारी रहेछ त्यो त्यहाँ चाहिँ गाउँै रहेछ फेरि ए खेत अघिको बाजेको गाउँ हो के यो खेत ए घर बस्ती रहेछ आमा बस्ती हेर न माथि माथि हेर यार ल हेर त हेर्नु अनि त्यत्रो बसमा अनि आएको मान्छेहरू कहाँ जान्छ त हातैमा घुम्न जान्ला त अनि मलाई नि त्यस्तै लागिरहेको थियो आज क्याम्पिङ यतै बस्ने हो कि हो बस्दिने म त रेडी हो है बस्नलाई म त केटाहरूले कुरै गरेन क्याम्पिङ होला त यहाँ यार होमस्टेहरू होला त चिसाबाङतिर गएर बसेर केटाहरू केही कुरै गरेन नत्र म त यस्तो घुम्न गएको बेलामा एक दिन त घुम्न जानै पर्छ क्या उच्च दिने मिल्ने हाल्छ होइन टुच्च दिइहाल्ने जहाँ हुन्छ त्यही पानी खाने ब्रेक कस्तो गालो रातो त्यो चाहिँ यस्तो छ है फेरि गाउँ पुरै जङ्गलको बाटो हिँडेर आएर है यार लास्ट पानी खानु पर्ने हुन्छ यार चाउचाउमीसम्म बल्ल धेरै हुन्छ खाजा खाना माउटो लिएर हिँड्नु मसँग त टन्नै थियो घर ल खाइदिनु त खाजालाई बसेर केटा बसौँ बसौँ टपरी जस्तो खान्छ मिलेर त्यस्तै थियो क्या घरमा मसित होइन होइन कि यहाँ चाहिँ हो त्यो त मनिष ल्याछ भने युगेशले विरोधलाई सही भने यार खाजा खानु बाटो हो क्या हो होइन मतलब हाम्रो क्लासको उता अनि मोटिभेसनल स्पिकर हो नि त हो र तर बिग्रे क्या 4 वर्ष सकिन मैले सुधार्न के भन्नु पानी कमी भयो क्या गाउँ आइसक्यो त मिठो खाजामा यहाँ पनि मिठो रहेछ केटाहरू कहाँ खाजा गरेको थियो म हेरेँ युगेशले हेरेर हो नि युगेशले हेरेर हो क्या मैले हेरेको सुकेको दाउरा जस्तो लाग्थ्यो भयो अब नेक्स्ट सिजनमा म चाहिँ चना खस्यो भनेर हरायो कि के भयो हिँड्ने बाटो त यस्तो भयो त
हल्का हामी अब गाउँ एक्सप्लोर गर्ने क्या नयाँ गाउँ यस्तो छ यार यस्तो जङ्गल हिँडेर आएर है पुरै गाउँमै भेट्यो अनि हिँड्दैछ भर्खर खाजा खाएर बाटो भेटियो बाटो यहाँ अब हिँड्दैछ मस्त गर्मी भयो अब चाहिँ यहाँ बल्ल है बाटो निस्कियो के अरे यो ठाउँको नाम केटा हो पानी भट्टे मूल खर्के बल्ल आइयो अझै यहाँबाट 3-4 घन्टा भन्छ यार 2 घन्टा हिँडेर 0 प्रोग्रेस त्यही भनेको बल्ल सुरु भयो यार त्यत्रो हिँडेर 2 घन्टा हिँड्यो यार ठ्याक्कै लगभग कति हिँड्यो भने 8 बजे 4 घन्टा हिँडिसक्यो अझै आइपुग्यो छैन यार 1 2 3 4 हामी अर्को नयाँ गाउँ घुम्यो होइन 3टा गाउँ घुमिसक्यो त्यही भएर यस्तो बाटो छ है टाढै उकालो ओ सुप चाउचाउ मना होला मसला धेरै नहाल भने त्यसो चोइ राखिदिनु पर्ला अब होइन अब बिस्तारै भर ब्रेक थाकियो है मुटु नै निस्केला जस्तो भइसक्यो यार ब्रेक नम्बर कति हो यार कुकुर त रेस हानेछ नि ए कुकुर होइन डग 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 भन्नुपर्छ यार कुकुर भनिन्छ अहिले फेरि खै मसला चोङ यार यो सुन्तला खानु पर्यो यार यस्तो छ हालत ओए त्यसरी होइन पोखिन्छ यस्तो सरी ल एक थोपा पानी छ सिधा पेपर रख तीनजना केटा हो 3जना बेस्ट अफ ए यस्तो हो त है ल हाम्रो एक भयो ल विनर भइसकिन मैले नुस्ला हाने नि अनि उसले जित्यो नि त फेरि उसलाई ड्र भयो ड्र भयो नि त तिमीले मलाई खाए उसले खाए मैले उसले खाए सबलाई खाए मैले फेरि ड्र ल त्यस्तो होइन यस्तो खेला न बरु मलाई खै समाते त यस्तो क्या त्यो हात चाहिँ होइन जसले तल माथि गर्ने क्या त्यो वाला चाहिँ 3जनाले जस्तै होइन कि अफ गर्नु पऱ्यो कि डाउन गर्नु पऱ्यो 2जाले डाउन गर्यो तिमीले अफ गरिनु अफ गर्नेले जित्यो क्या त्यस्तो वाला चाहिँ खेला नि ल 1 2 3 जित्यो विनर हो नि भिडियो देखियो यार है कडा हात अहिलेसम्म चाहिँ ठिक्क भइरहेको छ हिँड्नलाई पनि अब बिस्तारै थाहा हुन्छ कतिको थाकिएको छ भनेर ड्याम के कुकुर डरायो क्या 81 यस्तो हाइकमा रुख सुत्या त होइन नि फेरि धेरै भिडियो बनाऊ यो त लास्ट डरा यार कराउँ न करायो भने हुन्छ क्या करायो भने भाग्छ क्या के भयो किन डरायो यार 81 है होइन होइन कस्तो तर्स्यो यार यो त दिन र तर्छ क्या चम्क्यो यार आइज काले हेरै बोका बोका मुला लस्सी त म त धालिदिन्छु फेरि तर्दै कस्तो तर्स्यो हौ यो त्यही भने बवाल तर्सिदिन यार ल फेरि के भइरहेको छ के देख्यो क्या अहिले व्हाट इज ह्यापनिङ मुभीको जस्तै हुन्छ क्या पछाडि हेरेर छैन कि एकजना छैन 38 ठ्याक्कै धप्ल्याम आइपुग्यो कति घन्टा हिँड्यो हामी 5 घन्टा है 5 घन्टा 3टा गाउँ घुम्यो अनि त्यही भएर हिँड्दैछौँ अझै अब 10 होइन यस्तै थियो यार हजुर यो बाइक जाने बाटो हो नि त धाप ड्याम आइपुग्यो उता चाहिँ मान्छे रहेछ है
मान्छे हो नि ऊ हेरौँ त मान्छे हो यो त देखेकै जाने गइरहेछ घुम्ने रहेछ नि त पनि आइपुग्यो कति घन्टा पछि हौ टाइम हेर्छु है 6-7 घन्टा हिँड्यो यार 6 घन्टा है 6 घन्टा हिँडिएछ यार चाउचो चाहिँ हामी पनि यति हेर्न यार ल यो चाहिँ भोलिपल्टको भ्लग हो मतलब भिडियो हो म चाहिँ घर आइसकेको थिएँ त्यही दिन राति 8-9 बजी थियो क्या राति त्यो मेरो लिगामेन्ट गएर अनि भिडियो बनाउन कस्तो है त्यो लाग्नु जाँदाखेरि मेरो लिगामेन्ट गएको थियो नि त अनि त्यही भएर नि हिँड्न गाह्रो भएर अनि म त भिडियो बनाउन मन लागेन कि त्यसपछि त अनि पछि त साथीहरूले मलाई काँधमा बोकेर लिएर आयो हेल्प गर्यो कति अनि त्यसपछि चाहिँ अनि एक ठाउँमा चाहिँ 15 मिनट जतिको 45 मिनट हिँड्या भयो त 45 मिनट नै पर्थ्यो होइन अनि 15 मिनट जति स्कुटरमा त्यो लिफ्ट माग्यो कसैले कति लिफ्ट मागेको अनि लिफ्ट पनि दिएन कि अनि बल्ल तल्ल एउटाको सिस्टरले मलाई लिफ्ट दिनुभयो अनि त्यसपछि चाहिँ स्कुटरमा लिफ्ट मागेर आएको अनि त्यही नै हो म तिमीहरूलाई मेरो लिगामेन्टको त्यो रिपोर्ट देखाउँछु है एकछिन है यो चाहिँ मेरो रिपोर्ट हो यहाँ कतिवटा हस्पिटल पनि गइसक्यो म है यहाँ शहीद मेमोरियल हस्पिटलमा गएर के लेख्दैछ अनि त्यही नै हो अब चाहिँ अब कति टाइमसम्म मैले केही फुटबल नि खेल्न मिल्दैन अरे अनि हिँड्न पनि मिल्दैन त्यस्तो हाइकिङहरू पनि जान मिल्दैन भनेको छ अनि औषधिहरू खाइरहेको छु यहीँ छ औषधि चाहिँ यही छ औषधि अनि तेल के देखाएँ औषधिहरू लाउँला अनि त्यही नै हो अब अहिलेको लागि चाहिँ म अलि टाइम रेस्ट गर्छु अनि फेरि घुम्न गएको बेलामा चाहिँ फेरि भ्लग त बनाइहाल्छु ल भिडियो हेरिदिएकोमा धेरै धेरै धन्यवाद सबैलाई